नमस्ते। मार्केटको एनालाइसिससँगै आज हामी केही स्टक एनालाइसिस गर्छौँ जसमा सर्वप्रथम छ एसएबिबिएल छ, त्यसपछि एनआइसिएल बिएसएल छ, केकेएससी छ अनि चाहिँ हाम्रो पर्ब छ है त। यो भिडियो तपाईँले अन्तिमसम्म हेर्नुभयो भने तपाईँलाई केही न केही हेल्पफुल हुन सक्छ होइन, त्यो कारणले गर्दा भिडियो चाहिँ अन्तिमसम्म हेर्ने प्रयास गर्नु होला। सबैभन्दा पहिला हामी चाहिँ नेप्सेमा हेर्नुहुन्छ भने आज 5.01 अङ्कले बढ्दै गर्दा नेप्से 2936.56 आएर चाहिँ बन्द भएको छ। यसरी नेप्से 5 अङ्कले बढ्दाखेरि तपाईँको चाहिँ 15 अर्ब 86 सरी 78 करोडको चाहिँ कारोबार भएको देख्न सकिन्छ है त। 102वटा कम्पनीले कमाएका छन्, 154वटा कम्पनी घटेका छन् भने तपाईँको चाहिँ 8वटा कम्पनी हामी जस्ताको त्यस्तै हेर्न सकिन्छ। आजको दिनमा टप गेनर्समा हेर्नुहुन्छ भने सालपा विकास ब्याङ्क छ, अनि हाम्रो रिलायन्स स्पिनिङ मिल भयो, अनि सोल हाइड्रो पावर छ होइन, अनि अर्को चाहिँ भुजुङ हाइड्रो पावर छ भने अर्को चाहिँ मनोकामना इनर्जी हाइड्रो पावर लिमिटेड रहेको छ। टप टर्नओभरमा हेर्नुहुन्छ भने केबिएल छ, शिवम छ, एनएचपिसी छ, एनआरएन छ, एनजिपिएल छ। तपाईँले सर्ट टर्मको लागि कारोबार गर्दै हुनुहुन्छ भने डेली रूपमा आएर चाहिँ तपाईँले चाहिँ टप टर्नओभरमा हेर्न सक्नुहुन्छ होइन। यहाँ चाहिँ कुनै नयाँ कम्पनी आउँछ भने तपाईँले त्यसलाई एनालाइसिस गरेर चाहिँ सपोर्टमा छ भनेदेखि त्यस्तो कम्पनीमा चाहिँ हामी बाईको लागि हेर्न सकिन्छ। यदि तपाईँको रेसिस्टेन्टमा जाँदै गर्दा टप भोल्युममा आइरहेको छ अथवा टर्नओभरमा परेको छ भनेदेखि सेलको लागि हेर्न सकिन्छ। तपाईँ सर्ट टर्मको लागि त्यसरी पनि स्टक छनौट गर्न सक्नुहुन्छ है त। यो त बजारको सामान्य जानकारी भयो। त्यसपछि लागौँ हामी नेप्सेको टेक्निकल एनालाइसिस चार्टतिर। यहाँसम्म तपाईँले भिडियो हेर्दै हुनुहुन्छ भने कृपया लाइक गरिदिनु होला र तपाईँ भोलि कुन स्टक एनालाइसिस हेर्न चाहनुहुन्छ कमेन्ट बक्समा लेख्नुभयो भने म यसरी नै तपाईँको स्टक एनालाइसिस चाहिँ भोलिको दिनमा गराउँछु है त। आजको दिनमा हेर्नुहुन्छ भने नेप्सेले तपाईँको जुन चाहिँ हाम्रो पहिलाको रेसिस्टेन्स जोन थियो त्यसको आसपासमा पुगेर एउटा चाहिँ रेड क्यान्डल बनाएको छ, जुन चाहिँ यसलाई हामीले ह्याङ्गिङ पेन भन्न सक्छौँ होइन। यो क्यान्डल चाहिँ जुनसुकै बनोस् तर तपाईँको त्यसको काम भनेको के हो भने भोलिको दिनमा तपाईँको चाहिँ यसको लोभन्दा तलतिर जान्छ, हामीलाई क्यान्डल स्टिक प्याटर्नबाट चाहिँ सेल सिग्नल आएको हुन्छ, यसभन्दा बिचमै रहन्छ हामी पर्खर हेरेको रणनीति भयो होइन। योभन्दा माथि जान्छ भनेदेखि हामी अझै केही बाई गर्नको लागि हेर्न सक्छौँ। तर अब बाई गर्दा तपाईँले के बुझ्नुपर्छ भनेदेखि तपाईँसँग डिम्याटमा भएको कम्पनीहरू नै थप्न सक्नुहुन्छ, किनकि अब हाम्रो चाहिँ नजिकको अवरोध क्षेत्र भनेको 3028 छ। यदि यसलाई चाहिँ पार गर्छ भनेदेखि तपाईँको चाहिँ यहाँ 3048देखि 3028को एरिया चाहिँ हाम्रो चाहिँ के भन्दा स्ट्रङ सप्लाई जोन हो होइन। यसलाई एकपटक नतोड्न पनि सक्छ अथवा केही समय यतातिर साइडमा बस्यो र फेरि बढ्छ भने 100% तोड्छ होइन। यदि सिधै जाँदाखेरि चाहिँ नतोड्न पनि सक्छ। त्यो कारणले गर्दा यहाँबाट चाहिँ केही करेक्सन चाहिँ आउन सक्ने सम्भावना हुन्छ। र अर्को यतैतिर चाहिँ केही दिन बिताएर चाहिँ गयो भनेदेखि हाम्रोले चाहिँ तोड्छ भने चाहिँ बुझ्न सकिन्छ भने अब भोलिको दिनमा हेरौँ मार्केटले कस्तो खालको रियाक्सन देखाउँछ होइन। आजको दिनमा रेड क्यान्डल बने तापनि भोल्युम छैन, त्यस कारणले गर्दा यो क्यान्डल चाहिँ इनभ्यालिड हुने सम्भावना चाहिँ प्रबल छ भनेपछि अझै मार्केट चाहिँ बढ्न सक्ने कुराको चाहिँ सम्भावना अधिक छ। त्यो कारणले गर्दा भोलिको दिन हेरौँ, भोलिको दिन हाम्रो चाहिँ अलिकति महत्त्वपूर्ण छ है त। जसले चाहिँ तपाईँले सर्ट टर्मको लागि यो यतातिर किन्नुभएको छ भने यो क्यान्डलको लोभन्दा तलतिर क्लोज दिन्छ र आज आएको भोल्युमभन्दा अर्को चाहिँ अलिक ठुलो भोल्युम पर्छ भनेदेखि तपाईँ चाहिँ सर्ट टर्ममा लिएका स्टकहरू चाहिँ यतातिर चाहिँ सेल गरेर फेरि हामीलाई चाहिँ जतिखेर चाहिँ हाम्रो बाई सिग्नल आउँछ त्यति बेलासम्म चाहिँ वेट गर्न सक्यो। यदि होइन लङ टर्मको लागि लिएको हुँ म भन्नुहुन्छ भनेदेखि तपाईँले चाहिँ यस्तो सानो सानो उसमा चाहिँ किनबेच गर्नुभन्दा वेट गर्दा नै बेस्ट हुन्छ, किनकि तपाईँको चाहिँ र्याली छुट्न सक्ने सम्भावना चाहिँ अधिक हुन्छ है त। अन्य इन्डिकेटरबाट हेर्नुहुन्छ भने इन्डिकेटरले हामीलाई कुनै कसैले पनि सेल सिग्नल दिएको छैन। एकुमुलेसन डिस्ट्रिब्युसन के छ भन्दाखेरि यसमा पनि पोजिटिभ छ, म्याकडी पोजिटिभ छ र आरएसआई पनि तपाईँको चाहिँ 73को लेभलमा छ भनेपछि अहिलेको लागि हामी चाहिँ पोजिटिभ रहन सक्छौँ। र एउटा कुरा चाहिँ आरएसआईमा चाहिँ अलिकति नेगेटिभ डाइभर्जन बनेको छ, यसले चाहिँ केही करेक्सन चाहिँ देखाएको छ है त। नेप्सेको जानकारी पछि लागौँ हामी कम्पनी एनालाइसिसतिर। त्योभन्दा पहिला म तपाईँलाई के भन्न चाहन्छु भने तपाईँले मैले भनेकै आधारमा तपाईँले कुनै पनि कम्पनी 2200 नगर्नु होला। यसलाई एउटा रिफ्रेसको रूपमा लिएर फर्दर एनालाइसिस गरेर चाहिँ तपाईँको निर्णय अन्तिम हो भनेर चाहिँ आफ्नो निर्णय आफै गर्नु होला है त। सबैभन्दा पहिला हामी चाहिँ एसएबिबिएलमा हेर्छौँ भने आजको दिनमा चाहिँ यो सालपा विकास लिमिटेडमा चाहिँ केही भोल्युममा कारोबार भएको छ। अब तपाईँ चाहिँ अलर्ट हुने अवस्था चाहिँ आएको छ। जोसँग आइपिओ छ होइन, जोसँग चाहिँ 10 किता छ, तपाईँ चाहिँ अब अलिकति अलर्ट हुनुपर्छ, किनकि यत्रो ठुलो भोल्युममा कारोबार भइसकेपछि अब चाहिँ विक्रेताहरू चाहिँ हाबी हुँदैछन् भने चाहिँ बुझ्नुपर्छ। अब भोलि अथवा चाहिँ पर्सि यसमा चाहिँ रेड क्यान्डल बन्न सक्ने सम्भावना चाहिँ अधिक छ। त्यस कारणले गर्दा तपाईँ चाहिँ अब चाहिँ खरिद गर्नुभन्दा पनि आफूसँग भएको चाहिँ 10 किता कतिखेर बेच्ने भन्दा जुन दिन मार्केटमा तपाईँको कस्तो खालको क्यान्डल बन्छ भने यस्तो खालको जस्तै क्यान्डल बन्यो, यस्तो चाहिँ हरियो क्यान्डल बन्छ अथवा तपाईँको यसरी चाहिँ
यस्तरी चाहिँ क्यान्डल बन्यो र माथितिर गयो र यो प्राइसमा चाहिँ सस्टेन हुन सक्ने चाहिँ घट्छ भनेदेखि तपाईँ चाहिँ के गर्नु पर्यो भने यतातिर चाहिँ सेल गर्दा बेस्ट हुन्छ है त। यस्तो क्यान्डल बन्यो भनेदेखि तपाईँ चाहिँ अलिकति अलर्ट हुनुपर्छ। साल्पाको यति मात्र भयो होइन। त्यसपछि लागौँ हामी अर्को चाहिँ सर्वोत्तमतिर। सर्वोत्तममा हेर्नुहुन्छ भने तपाईँको चाहिँ यसमा चाहिँ अहिले एउटा चाहिँ डिमान्ड जोनको आसपासमा चाहिँ देख्न सकिन्छ, जुन चाहिँ यो चाहिँ हाम्रो चाहिँ डिमान्ड जोन हो, जसले चाहिँ यतातिर बाई गर्नुभएको छ भने लगभग तपाईँको 895 माथि रहँदासम्म चाहिँ त्यस्तो डराइहाल्नु पर्ने अवस्था छैन। नजिकको टार्गेट कति हुन्छ भन्नुहुन्छ भने पहिला चाहिँ यहाँबाट घटेको रहेछ होइन, हाम्रो चाहिँ 943 अहिलेको लागि टार्गेट हुन्छ भनेदेखि 922मा प्राइस छ। यदि यसभन्दा माथि जान्छ भनेदेखि हाम्रो अर्को टार्गेट चाहिँ 998 लगभग 1000सम्मको राख्न सक्यो। अहिलेको लागि तपाईँसँग छ भने होल्ड गर्दा नै बेस्ट हुन्छ होइन, किनकि तपाईँको चाहिँ यो डिमान्ड जोन होल्ड गर्दासम्म चाहिँ वेट गर्दा नै बेस्ट देखिन्छ। अहिले तपाईँ न्यू बाई गर्न सोच्नु हुनुहुन्छ भने योभन्दा माथि जान्छ भनेदेखि हामी चाहिँ यतातिर चाहिँ बाई गर्नको लागि हेर्न सकिन्छ, अथवा यतातिर पनि हामी चाहिँ बाई गर्न सकिन्छ। तर तपाईँले के बुझ्नु पऱ्यो भने 895 बेला लाग्छ भनेदेखि एसएल गर्न पनि एसएल गर्छु अथवा चाहिँ एभरेज गर्छु, यतातिर एभरेज गर्दा पनि हुन्छ, किनकि तपाईँको चाहिँ योभन्दा तलतिर नजाला, 851 भन्दा तलतिर चाहिँ नजाला यो होइन, यसभन्दा माथि पनि जान सक्छ। अहिलेको लागि तपाईँ चाहिँ बिचमा भएको कारणले गर्दा चाहिँ अहिलेको लागि वेट एन्ड वाच गर्दा नै बेस्ट हुन्छ। यदि तपाईँसँग भइहाल्यो त होल्ड गर्ने, न्यू बाई गर्नु सोच्नुहुन्छ भने 943 माथि यो भोल्युमभन्दा पनि अलिकति धेरै भोल्युम जान्छ भने यतातिर बाई गर्नको लागि हेर्न सक्यो, भएकाले एकदम होल्ड गर्दा नै बेस्ट देखिन्छ यसमा है त। त्यसपछि अर्को चाहिँ हाम्रो एनआइसिएल भन्नुभएको छ। एनआइसिएल वित्तमा के देख्न सकिन्छ भने यसले एउटा आफ्नो चाहिँ टार्गेट भेटेको छ, यहाँ पुगिसकेपछि एउटा चाहिँ रियाक्सन हो अथवा चाहिँ यसमा पोर्टफोलियो भएको हो, त्यो चाहिँ हेर्नुपर्छ। तपाईँले जहिले पनि याद गर्नुपर्ने कुरा के हुन्छ भने जसरी चाहिँ यसरी हाम्रो चाहिँ बढ्दै जाँदाखेरि चाहिँ ग्रिन क्यान्डलमा चाहिँ भोल्युम धेरै छ र रेड क्यान्डलमा चाहिँ भोल्युम कम छ भनेदेखि यो रेड क्यान्डलबाट चाहिँ इम्ब्यालेन्स हुने सम्भावना चाहिँ अधिक हुन्छ। भनेपछि आजको दिनमा हेर्दै गर्नु छ भने यसले एउटा चाहिँ पहिलो टार्गेट भेटेको छ, यहाँ पुगिसकेपछि पोर्टफोलियो भएको छ होइन। यदि भोलिको दिन तपाईँको चाहिँ यो क्यान्डल भन्दा मुनि अर्को क्यान्डल बन्छ भनेदेखि हामीलाई वान क्यान्डल सेल आउँछ होइन। यदि तपाईँ लङ टर्मको लागि सोध्दै हुनुहुन्छ भने यति बेला पनि बेच्नु परेन। तपाईँको चाहिँ अबको लागि हाम्रो चाहिँ सपोर्ट जोनको एरिया भनेको कहाँनिर हुन्छ भन्नुहुन्छ भने यो नै हाम्रो चाहिँ सपोर्ट जोन हो होइन। यो चाहिँ हाम्रो चाहिँ अब सपोर्ट जोनको काम गर्छ यसले, जुन भनेको चाहिँ 607देखि 594 चाहिँ हाम्रो सपोर्ट जोन छ। अहिले चाहिँ तपाईँको 655मा चाहिँ आजको दिनमा कारोबार भइरहेको छ भनेदेखि यहाँसम्म चाहिँ आउँछ भने पनि तपाईँ चाहिँ बाई गर्न अवसरमा लिन सक्यो। यदि घट्ने नै हो भने पनि तपाईँको चाहिँ के हुन्छ भनेदेखि यसरी चाहिँ बढिरहेको कम्पनीमा चाहिँ फेरि चाहिँ घट्ने नै हो भने फेरि चाहिँ बााउन्स ब्याक हुँदै गर्दा योभन्दा माथि जान सकेन, फेरि यस्तो खस्छ भने हामी यो एरियामा चाहिँ एक्जिट हुन सक्यो, नत्र चाहिँ रिटेस्ट गर्न आएको हुनसक्छ, किनकि चाहिँ मोस्ट सप्लाई जोन थियो नि त, यसलाई चाहिँ पार गरिसकेपछि तपाईँको चाहिँ यता रिटेस्ट गर्न आएको हो कि भन्छ चाहिँ यतातिर पनि हामी चाहिँ बाइकको लागि हेर्न सकिन्छ है त। अहिलेको लागि छ भने होल्ड गर्ने, यदि भोलिको दिनमा खस्छ भने पनि बाइक गर्ने अवसर भनेर चाहिँ बुझ्नु पर्यो। यदि यसभन्दा माथि जान्छ भने पनि हामी चाहिँ न्यू बाइक गर्नको लागि हेर्न सकिन्छ। त्यसपछि हाम्रो नजिकको टार्गेट भनेको लगभग 762सम्म पुग्ने चाहिँ देखिन्छ। अहिलेको लागि तपाईँसँग छ भने होल्ड गर्दा नै बेस्ट देख्छु एकदम यसमा। त्यसपछि अर्को चाहिँ केकेएससी भन्नुभएको छ। केकेएससीमा के देख्न सकिन्छ भने मैले यसमा चाहिँ तपाईँको चाहिँ पहिलेदेखि भिडियो बनाउँदै आएको थिएँ, सायद यतातिर हुँदै गर्दा पनि मैले बनाएको थिएँ। यो पनि हाम्रो चाहिँ मोस्ट डिमान्ड जोन हो। यहाँ चाहिँ केही लिक्विडिटीहरू चाहिँ मार्केट बढ्दो क्रममा छ भनेपछि हामी यतातिर चाहिँ वेट गरेर चाहिँ इन्ट्री गरेर चाहिँ हाम्रो पहिलो टार्गेट यहाँनिर हुन्छ। यदि यसलाई चाहिँ ब्रेकआउट दिन्छ भने फेरि टेस्ट गर्न आउँछ, अथवा चाहिँ योभन्दा माथितिर बस्छ भने हामी चाहिँ यतातिर चाहिँ हाम्रो अर्को रेसिस्टेन्स चाहिँ यहाँनिर हुन्छ भनेको थिएँ होइन पहिला। त्यो विगतको कुरा रह्यो। त अहिलेको लागि हेर्नुहुन्छ भने तपाईँसँग छ भने अहिलेको लागि यसमा चाहिँ होल्ड गर्न सक्यो होइन, किनकि तपाईँको यो चाहिँ हाम्रो चाहिँ डिमान्ड जोन 288देखि 278को एरिया चाहिँ हाम्रो डिमान्ड जोन हो। यसमा आइसकेपछि थोरै तुकिता चाहिँ हामी बाई गर्नको लागि हेर्न सकिन्छ, भएकाले होल्ड गर्ने। अब तपाईँको चाहिँ नजिकको रेसिस्टेन्स भनेको चाहिँ लगभग 381देखि 314सम्मको चाहिँ देखिन्छ। अहिलेको लागि भएकाले होल्ड गर्ने, यसभन्दा तलतिर जान्छ तपाईँको चाहिँ 278 बेला चाहिँ एसएल गर्न सकिन्छ है त। त्यसपछि अर्को कम्पनी पर्व भन्नुभएको छ। पर्व ब्याङ्क पनि के छ भन्दा तपाईँको चाहिँ यसले एउटा पहिलो टार्गेट भेटिसकेको छ। यहाँ पुगिसकेपछि तपाईँको चाहिँ के भएको छ भन्दा एउटा रेड क्यान्डल बनेको छ। अब भोलिको दिनमा तपाईँको 223 भन्दा लाग्छ भनेदेखि हाम्रो वान क्यान्डल सेल आउँछ। हामी चाहिँ तपाईँको चाहिँ यसले चाहिँ सेल गर भन्छ होइन।
प्रोफिट बुक गर्ने जो आज गर्नुभएको छ ठिकै छ, भोलिको दिनमा पनि यसमा तलक जान्छ, हामी चाहिँ यतातिर किनेकोले चाहिँ प्रोफिट बुक गर्न सक्यौँ। त्यसपछि तपाईँको जति बेलासम्म हामीलाई चाहिँ 22 सिग्नल आउँदैन त्यति बेलासम्म हामी चाहिँ वेट गर्न सकिन्छ। र यहाँ पनि हेर्नुहुन्छ भने रेड क्यान्डलभन्दा चाहिँ भोल्युम छैन भनेपछि यो क्यान्डल चाहिँ इन्भ्यालिड हुन सक्ने सम्भावना अधिक छ, अथवा तपाईँको चाहिँ के हुनसक्छ भनेदेखि यतैतिर चाहिँ केही साइड गरेर चाहिँ फेरि यसले माथितिर चाहिँ ब्रेकआउट हुन सक्ने सम्भावना पनि अधिक हुन्छ। त्यो कारणले गर्दा अब त्यो लङ टर्मको लागि सोच्दै हुनुहुन्छ भनेदेखि तपाईँ चाहिँ बेच्नको लागि हेर्न परेन होइन। यो तपाईँ सर्ट टर्मको लागि हो भनेदेखि चाहिँ यतातिर चाहिँ बेचेर फेरि तपाईँले यतातिरको यो एरिया लगभग तपाईँले 206 सम्म आउन सक्छ, यतातिर चाहिँ बाई गर्नुको लागि हेर्न सकिन्छ। बाँकी कुरा तपाईँ आफैले पनि अध्ययन अनुसन्धान गरेर चाहिँ आफ्नो निर्णय चाहिँ गर्नु होला है त। हस् त आजलाई दिन तपाईँलाई भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन नबिर्सनु होला। यदि तपाईँ यो फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फलो गर्नुहोस्, युट्युबबाट हेर्दै हुनुहुन्छ भनेदेखि र च्यानल हुनुहुन्छ भने सब्सक्राइब गर्न सक्नुहुन्छ भन्दै आजको लागि पनि बिदा हुन्छ। तपाईँको पल शुभ रहोस्। नमस्कार।